सक्नुहुनेछ। अब हामीले यस्तो बाटोमा हिँड्दैछौँ कि उताबाट जानु पर्छ हामी रोडबाट नि बाटो डेन्जर छ। ड्राइभरले कुदाउन अलिक गाह्रो भनिएको छ यहाँ बाटो अप्ठ्यारो भएर जङ्गल जङ्गल पनि छ। कस्तो जग्गामा डेन्जर जग्गामा पो आइपुग्यो त। गड्डा रहेछ साथीहरू यहाँ हेर्न सक्नुहुन्छ। गड्डा त नदेखेकोलाई त के हो जस्तो लाग्छ होला होइन। म यता कार लिएर आइपुगेको नि त्यो बाटो कुमारमा यो सर्टकट बाटो हो। फेरि यहाँबाट उता मेन रोड आउँछ। के पोखरी अरे बर्पोखरी होइन तिनचुकिया बर्पोखरी तिनचुकिया भन्ने तिनचुकिया होइन सद्यको बर्पोखरी तिनचुकियाको के कस्तो लाग्छ बाइकमा साना त्यो घर कहाँनिर स्कुल त एउटा पार भएको किन स्कुल यहाँ स्कुल लेख्न सक्नुहुन्छ। स्कुल लाइट हो ल साथी निर्मल निर्मल एटो न स्कुल नै जानु एटो ठिक छ। अब त्यो यहाँबाट बसाउनु न। सोध्दै खोज्दै हिँड्नुपर्ने भएको छ साथीहरू। सोध्दै खोजीमा अब हेर ख हो त्यहाँ आइहाल्छ। फेरि आशामा पनि ठोक्दै गर्नु पऱ्यो नि। जे भन्दा नि हुन्छ लगाएर डट्छ हो साथीहरू। यो होइन होला कि उता भन्दै गरेको जस्तो लाग्छ। कोही छैन मान्छे के सोध्नु त साथीहरू। यहाँ आएर अलमल्ल पर्यो। के भन्नुहुन्छ काका अलमल्ल पर्यो त होइन घरमा मान्छे नै रहन्छ यो हो कि पल्लो हो अब घर त यही हो भन्नु। यहाँ आएर हामी अलमल्ल पर्यो। म सोधीखोजी गर्छु अलमल्ल पर्यो। अब यहाँ हिँडाइजाम हो। म चाहिँ पुरा हिँड्दैछु अहिले साथीहरू। के कस्तो लाग्छ बताउनु होला। र मैले यो भिडियो बनाउनुको के थियो उद्देश्य भने गाउँ ठाउँको पनि यस्तो हुन्छ नेचुरलको लागि बनाएको साथीहरू। हेरेर नहाँस्नु होला। हाँसे पनि केही छैन खुसी मानेर हाँस्दाखेरि। ल फेरि भेटौँला अर्को ब्लगमा। लाइक कमेन्ट सेयर र फलो गर्न नभुल्नुहोला। थ्याङ्क यू।